हरे कृष्ण सबैजनालाई मेरो ब्लगमा स्वागत छ हजुरहरूलाई। आज पनि हामी निर्जला एकादशीको दिन इस्कनमा आएका थियौँ र हामीले चाहिँ थोरै कृष्ण भजनहरू गाउने, कृष्ण भगवानको बारेमा सुन्ने गरेका छौँ र यहाँ चाहिँ केही क्लिपहरू पनि छ, हेर्न सक्नुहुन्छ। त्यसले गर्दा पनि हामीले एकादशीलाई बहुतै महत्त्व दिन्छौँ, ठुल्ठुलो फेस्टिभल बराबर नै महत्त्व दिन्छौँ हैन। जन्माष्टमी, रामनवमी जस्तै किसिमले हामीले यसलाई एकदम पर्वको रूपमा हामीले चाहिँ लिनुपर्छ। एकादशी आइसकेपछि विशेष आजको विशेष दिन हो भनेर हामीले चाहिँ त्यो अनुसारबाट चाहिँ लिनुपर्छ। हामीले चाहिँ कृष्णको महिमाहरू सुनिसकेपछि भजन नै गाएका थियौँ, हेर्न सक्नुहुन्छ। हामीहरूले चाहिँ बिहानदेखि नै पानी नखाएको भएर होला, एकदमै गर्मीले एकदम तिर्खाले आत्तिसकेका थियौँ। भोकै प्यासै बस्न चाहिँ साह्रै गाह्रो हुँदो रहेछ। रङ्ग मात्रै रहेछ व्रत बस्नलाई चाहिँ, तर एकदमै गाह्रो हुँदो रहेछ र म चाहिँ एकदमै थाकिसकेको थिएँ। केही बोल्ने शक्ति पनि थिएन, त्यही पनि मैले चाहिँ हल्का भजनहरू गाइरहेको थिएँ। एकदमै रमाइलो थियो। मेरो साथी पनि एकदमै थाकिसकेकी थिइन्। पानी नखाँदाखेरि त एकदमै गाह्रो हुँदो रहेछ र हामीहरू चाहिँ यत्तिकै हल्का हल्का भजन गाउँदै भजनहरूमा रम्दै गरेर बसेका थियौँ र यस्तै गर्दै एकैछिन चाहिँ हामीले ब्रेक टाइम पनि लियौँ। अनि ब्रेक टाइम पछि चाहिँ एकैछिन यताउति डुल्यौँ, हावाहरू खायौँ, बाहिर रुखहरू नजिकै भएर बस्यौँ। लास्ट गर्मी थियो, घाम पनि एकदमै चर्किएको थियो, साह्रै गाह्रो भयो। एकैछिन त फेरि हामीले भजन सुरु गऱ्यौँ।
हाम्रो दिन चाहिँ यसरी नै समाप्त भयो। यसरी नै हामीहरूले चाहिँ एक दिनभरि चाहिँ निर्जला व्रतको दिन रमाइलो गरेर इस्कनमा सबै भेटघाट भएर भजनहरू गाएर रमाइलो गऱ्यौँ। थ्याङ्क यू, बाई बाई। अब भने हामी अर्को ब्लगमा भेट्नेछौँ। सो सब्सक्राइब माई च्यानल एन्ड बी लिङ्क विथ मी। हरि बोल, हरे कृष्ण, बाई बाई।